नमस्ते यहाँहरू सम्पूर्णमा। आज अन्तर्राष्ट्रिय कविता दिवस। यसै सन्दर्भमा एउटा गद्य कवितासहित उपस्थित भएको छु र कविताको शीर्षक रहेको छ ऐनाभित्रको देश र कविता यसरी सुरु हुन्छ। अहिले देश चौराहामा उभिएको छ, एउटा बाटो इतिहासतिर फर्किन्छ, जहाँ पुराना दलहरू ढुङ्गाका स्तम्भ झैँ अडिएका छन्, सङ्घर्षका, बलिदानका र उपलब्धिका प्रतीक बनेर। अर्को बाटो भविष्यतिर जान्छ, जहाँ नयाँ पाइलाहरू अझै बाटो खोज्दैछन्। सिंहदरबार ठुलो दरबार जस्तो देखिन्छ, तर भित्र कहिलेकाहीँ आवाजभन्दा ठुलो प्रतिध्वनि सुनिन्छ। निर्वाचन आयो, मतपत्रहरू हावामा उडेका सेता चरा झैँ, हरेक चराले एउटै सन्देश बोके झैँ, हामीलाई सपना होइन सत्य चाहिन्छ भन्दै भन्दै आए। लगभग बहुमतको माला लगाएर आएका जनप्रतिनिधिहरू मालाको तौलभन्दा भारी जनताको भरोसा बोकेर आएका छन्। सुशासन कागजमा कोरिएको सुन्दर चित्र, तर व्यवहारमा कहिलेकाहीँ अधुरो रङ्ग जस्तो देखिन्छ। पारदर्शिता झ्याल खोलेको जस्तो देखिन्छ, तर सिसामा धुलो यति धेरै छ कि बाहिरको दृश्य प्रष्ट देखिँदैन। जवाफदेहिता ढोकामा टाँगिएको नामपट्टि, तर ढोका खोल्ने चाबी कहिलेकाहीँ हराए जस्तो देखिन्छ। भ्रष्टाचार छाया जस्तो, जति उज्यालो बढे पनि कुनै कुनामा बसेर लुकिरहने। भू-राजनीति यो त सानो देशको ठुलो परीक्षा हो। नेपाल दुई ठुला पहाड बीचको खोज जस्तो, जहाँ हावा पनि सन्तुलन मिलाएर बहनुपर्छ। परराष्ट्र नीति डोरीमाथि खेल्ने खेलाडी जस्तो, एक पाइला चिप्लियो भने ताली होइन चिन्ता बज्छ। जनताको मन नदी जस्तो, कुनै बाँधले रोक्न खोजे पनि अन्ततः आफ्नो बाटो आफै बनाउँछ। उनीहरू भाषणका फुल होइन, परिणामका फलहरू खोजिरहेका छन्। यहाँ भाषणहरू अक्सर वर्षा जस्तो पर्छन्, तर विकासको माटो धेरैजसो सुक्खै रहन्छ। सरकार ऐना जस्तो बनोस्, जहाँ अनुहार मात्र होइन अन्तर्आत्मा पनि देखियोस्। राजनीति शब्दहरूको खेल होइन, विश्वासको अभ्यास बनोस्। पुराना अनुभव र नयाँ ऊर्जा एक अर्कालाई धकेल्ने होइन, एक अर्कालाई थाम्ने बनुन्। यदि समृद्ध नेपाल, सुखी नेपाली नारा मात्र होइन भने, त्यो व्यवहारमा देखिनुपर्छ, नीतिमा लागू हुनुपर्छ र जनताको जीवनमा महसुस हुनुपर्छ। अन्ततः देश तब अगाडि बढ्छ जब सिंहद्वारको ऐना सफा हुन्छ र त्यहाँ देखिने अनुहार सत्ताको होइन जनताको हुन्छ।